अनि भाइ आज त स्त्री बाहिर निस्किने मान्छे होइन तर किन यस्तो जाँगर लाग्यो भाइ दाइ चाहिँ जाम कि जाम बाहिर घुम्नलाई जाम भनेर चाहिँ किन यस्तो एकदम त चाहिँ भित्रदेखि प्रेरित भएको त नि यस्तो गर्मीमा के भएको छ खास अनि दाइ कुरा चाहिँ के हो भन्दाखेरि आज यस्तो भयो होइन म सुतिरहेको थिएँ क्या सुतेको बेला झसङ्ग भयो क्या अनि मलाई सोचमा आयो क्या डेली म यतिकै बसेर होइन यतिकै रुममा बसेर छुट्टीमा केही हुँदैन कोही उँभो लाग्दैन अन्त मैले सोचेँ मनमनी कि आज म बाहिर जान्छु बाहिर गएर हिँड्छु म संसार हेर्छु यति राम्रो सहर यति राम्रो ठाउँ होइन अनि त्यसपछि के चाहिँ हुँदो रहेछ हालचल होइन हलचलहरू के हुँदो रहेछ आफू रुममा बसिँदा यसो बाहिर आउँदा त आहो कति राम्रो ठाउँ गरम चाहिँ अलिकति धेरै छ तर चाहिँ भाइको अलिक पछि निस्किँदो रहेछ मेरो त त्यस्तो खासै निस्केको छैन यो त अलि हल्का भित्र मैले चाहिँ एयर कुलर बडी बनाएको छु कि मेरो स्टाइल हो दाजु त्यो तपाईँहरूले बुझ्दैन होइन त्यो कुरा फाल्टो राखेर मान्छेहरू कुदिरहेको हिँडिरहेको यस्तो गरममा होइन ठाउँ देश रमाइलो छ ठाउँ चाहिँ ओहो ठाउँ त क्यामेराम्यानले त यता पनि देखाइदिनु होला कस्तो राम्रो पार्क छ ओहो कति राम्रो ल तपाईँहरू पनि आउनु यसरी रुममा छुट्टीको दिन चाहिँ यसो घुम्नु टाइम पास चाहिँ हुन्छ है हुन्छ यसो तपाईँको फ्री अफ चार्ज होइन केही लाग्दैन मलाई टक्क आउनुहोस् होइन घुम्नुहोस् यो चाहिँ तपाईँको अब अगाडि ट्याक्क मिनापोर्टको नजिक आएको छौँ होइन मिनापोर्टको नजिक आएको छौँ हामीहरू अहिले अगाडि चाहिँ बारबेक्यू स्टेजहरू छ होइन एक दिन आउनुपर्छ भाइ ल बारबेक्यू ल्याएर टक्क साथीहरूसँग अरू हाम्रो साथीहरू छन् मिजिहरू होइन उहाँहरूले भन्ने टक्क लगाएर ल धन्यवाद डोजरदेखि लगेर सबै काममा लगाएर दौरो पार्टी गर्नुपर्छ ल यति भन्दै आज हाम्रो भिडियो हामी यहीँ निम्ताउन चाहन्छौँ धेरै धेरै धन्यवाद हामीसँग बसिदिनु भएकोमा भाइ मेरो भाइ चाहिँ आशिष राई हो होइन एकदम राम्रो गुड क्वालिटी पायो